ल आजदेखि चाहिँ भने मेरो स्टुडेन्टहरूले रियल आई अनि रियल आइब्रो रिफाइन गर्न गइरहेको छ। अस्तिसम्म चाहिँ हातमा र अनि डमीमा प्र्याक्टिसहरू गर्दै थियो भनेदेखि आजदेखि चाहिँ उहाँहरूले आफै नै आइब्रो डिफाइन गरिराख्नु भएको छ। एकपट्टि मैले हात पक्री सिकाएँ भनेदेखि अर्कोपट्टि चाहिँ आफैले गरेर देखाउनु पर्ने हुन्छ, किनभने आफैले नगरी त सिक्ने कसरी। र आजको चाहिँ के छ स्टुडेन्टहरूलाई भनेदेखि आइब्रो डिफाइन गर्ने अनि स्मोकी आइज चाहिँ कसरी गर्ने भन्ने कुरो मैले आज मेरो स्टुडेन्टहरूलाई एकदम राम्रोसँगले सिकाइरहेको छु। र स्मोकी आइज गर्दाखेरि कतिवटा प्रब्लमहरू हुन्छ र कसरी प्रब्लमहरू आउँछ भन्ने कुरो मैले यहाँ एकदम स्पष्ट बताइरहेको छु मेरो स्टुडेन्टलाई। एकपट्टि मैले यसरी राम्रोसँगले सिकाइरहेको छु भनेदेखि अर्कोपट्टि चाहिँ आफैले गर्नुपर्ने हुन्छ र मेरो स्टुडेन्टहरूले गरेर पनि देखाउनु भएको छ। म तपाईँहरूलाई सबै लास्टसम्म भिडियो देखाउने छु। अनि हजुरहरूलाई पनि मेकअप या नेल्स या हेयर अनि ब्युटीहरूमा केहीमा पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने क्लास जोइन गर्न सक्नुहुन्छ। र क्लासको लागि डिटेल्सको लागि तपाईँहरूलाई म नम्बर दिनेछु। मेरो एफबीमा नम्बरहरू क्लासहरू पनि अब स्टार्ट हुनेवाला छ फेरि नेक्स्ट मन्थमा। अनि तपाईँहरूलाई ओन्ली मेकअप मात्रै गर्नु छ भने पनि तपाईँहरू आउनु सक्नुहुन्छ। ओन्ली नेल्स मात्रै गर्नु छ भने पनि तपाईँहरू आउनु सक्नुहुन्छ। ओन्ली हेयर अनि ओन्ली ब्युटीको मात्रै गर्नु छ भने पनि तपाईँहरू आउनु सक्नुहुन्छ। 3 मन्थ्सको र 6 मन्थको कोर्सहरू हुन्छ है। तपाईँहरूले एकदम राम्रोसँगले सिक्नु सक्नुहुन्छ। म तपाईँहरूको लागि एकदम पुरै अपडेट दिइरहेको हुन्छु। हेयरको क्लास कसरी हुन्छ, ब्युटीको क्लास कसरी हुन्छ भनेर तपाईँहरूलाई मैले एकदम देखाइरहेको छु अपडेट। तपाईँहरूले मेरो फेसबुकमा गएर हेर्नु सक्नुहुन्छ र युट्युबमा पनि गएर हेर्नु सक्नुहुन्छ। यसरी डिपोजिट कसरी गर्नुपर्ने र कसरी ब्लेन्ड गर्नुपर्ने भन्ने मैले धेरै कुरोहरू यहाँनिर सिकाइरहेको छु। एकदम राम्रो गरिराख्नु भएको छ मेरो स्टुडेन्टले, हेर्नु सक्नुहुन्छ। अब उहाँले चाहिँ आफै गरेर देखाउनुहुन्छ। हेर्नुहोस् हजुरहरूले लास्टमा भिडियो आफैले पनि एकदमै राम्रो आई मेकअप गर्नुभएको छ। कोसिस त गर्नुहुँदैछ, अब फर्स्ट टाइम गर्नुहुँदैछ होइन। अलि न अलिकति त मिस्टेकहरू हुन्छै हुन्छ होइन। बिना मिस्टेकमा त क्लासहरू पनि कसरी हुन्छ त। मिस्टेक नगरी त आफूलाई पनि थाहा हुँदैन कि कहाँ मिस्टेक हुँदो रहेछ भन्ने कुरो होइन। यसरी एकदम राम्रोसँगले गरिरहेछ। अब अर्कोको टर्न आयो। अब मैले एकपट्टि मैले आइब्रो डिफाइन गर्नु सिकाएकी छु भने अर्कोपट्टि चाहिँ उहाँ आफैले गर्नुपर्ने हुन्छ। मैले आइब्रो डिफाइन गर्दाखेरि चाहिँ यस्तो आएको छ भनेदेखि अब स्टुडेन्टले यतापट्टि आइब्रो डिफाइन गर्नुहुन्छ। हेर्नुहोस् कतिको डिफ्रेन्स छ। कुन चाहिँ आइब्रो डिफाइन चाहिँ तपाईँहरूलाई मन परेको छ भन्नुहोस् है त कमेन्ट सेक्सनमा। हेर्नुहोस् त कति चाहिँ डिफ्रेन्ट आउने रहेछ है। अनि स्टुडेन्टले चाहिँ यतापट्टि चाहिँ आफै गर्नुहुँदैछ। अब आई मेकअपतर्फ चाहिँ लाग्यो। आइब्रो डिफाइन गरिसकेर अब आई मेकअप गर्नतर्फ लाग्यो है। मेरो स्टुडेन्टहरूले चाहिँ यसरी सिकिरहेको छ है, हेर्नु सक्नुहुन्छ। अब एकपट्टि चाहिँ मैले यसरी सिकाइरहेको छु भनेपछि अर्कोपट्टि चाहिँ उसले आफै गर्नुपर्ने हुन्छ। एकपट्टि चाहिँ मैले गाइड गरिरहेको छु, यसरी गर्नुपर्छ यहाँदेखिको वहाँसम्म भनेर, यसरी ब्लेन्ड गर्नुपर्छ भनेर मैले सिकाइरहेको छु। तपाईँले हेर्नु सक्नुहुन्छ। अब अर्कोपट्टि चाहिँ उहाँ आफैले गरेर देखाउनु पर्ने हुन्छ होइन। अब यहाँनिर अर्कोपट्टि पनि अरू स्टुडेन्टहरूले पनि यहाँनिर प्र्याक्टिस गरिरहेको थियो। एकपट्टि मैले सिकाइरहेको थिएँ भनेपछि अर्कोपट्टि चाहिँ आफैले गरेर देखाउनु हुँदैछ मलाई होइन। एकदमै राम्रोसँगले सिकिरहेको छ। यति राम्रो आई मेकअप गर्नुहुँदैछ स्टुडेन्टहरूले। 2 दिनमै यति राम्रो आई मेकअप गर्नु सिक्यो भने त हामीले 12 दिनमा त कति सिकिनेछ। हजुरहरूले 12 दिनको मात्रै क्लास हो भनेर भन्नुहुन्छ, तर अहिले चाहिँ मैले बढाएर 14 डेज गरिदिएको छु। 14 डेजसम्म चाहिँ तपाईँहरूले अझै राम्रोसँगले एक्स्ट्रा सिक्नु पाउँछ। एक्स्ट्रा क्लासहरूमा इम्प्रुभ ल्याउनु सक्छ, एक्स्ट्रा प्र्याक्टिस गर्नु पाउँछ होइन।
र यसरी नै क्लासहरू पनि भइरहेको छ। हजुरहरूलाई केही क्लासहरू गर्नु छ भने चाहिँ मलाई अवश्य कन्ट्याक्ट गर्नुहोस्। र आई मेकअप र आइब्रो रिफाइन चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा भनिदिनुहोस् होला। अनि थ्याङ्क्स फर वाचिङ एन्ड बाई बाई सबैलाई। धेरै धेरै धन्यवाद छ मलाई यति सपोर्ट गर्नुभएकोमा फेसबुक, इन्स्टाग्राम अनि युट्युबमा। थ्याङ्क्स फर वाचिङ। बाई बाई।